नमस्कार सबैजनालाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। म राज मकलको तर्फबाट र म आज सबै मेरा देश विदेशमा रहनुभएका सबैजना मेरा साथीहरूलाई चाहिँ म यस भिडियो मार्फत सम्झिन चाहन्छु र जो कोही जहाँ हुनुहुन्छ सकुशल आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु र सबैलाई म यो राज मगरको तर्फबाट एकदमै धेरै सम्झिरहेको छु र मिस पनि गरिरहेको छु। सो जतिजना जहाँ हुनुहुन्छ देश विदेश परदेश जता हुनुहुन्छ सबैजनाले आफ्नो केयर गर्नु भएकै होला। त्यही भन्दै म एउटा चाहिँ सानो एउटा परदेशीको लाइफको विषयमा भन्न गइरहेको छु। सो तपाईले कस्तो लाग्छ तपाईलाई त्यसको प्रतिक्रिया तपाईले दिन सक्नुहुन्छ र मेरो युट्युब च्यानल पनि छ र सो युट्युब च्यानलमा गएर राज मगरको टिकटकमा गइसकेपछि टिकटकको साइडमा चाहिँ युट्युबको लोगो छ र सो त्यहाँ गइसकेपछि त्यहाँ तपाईले गएर यो युट्युबको लोगोलाई चाहिँ क्लिक गरिदिनु होला र त्यहाँ गइसकेपछि राज मगरलाई पक्कै भेट्न सक्नुहुनेछ। र भन्दै साथीहरू म ढिलै नगरी आफ्नो कुराहरू अगाडि राख्न गइरहेको छु। सो तपाईले ध्यान दिएर सुन्नु होला। जिन्दगी यस्तो हो, जिन्दगीलाई जस्तो तरिकाले जिउन चाह्यो त्यस्तै तरिकाले जिउन सकिन्छ। तपाईले अब भनौँ न अब आफ्नो खुसी साथ जिउँछु हैन। अब जिन्दगीलाई चाहिँ एकदमै हाम्रो यो अमूल्य जिन्दगी हो, यसलाई चाहिँ सही सदुपयोग गरेर चाहिँ हाम्रो जिन्दगीलाई अगाडि लानुपर्छ भनेर तपाईँ चल्नुभयो भने एकदमै खुसी हुन्छ र आफ्नो जिन्दगीलाई चाहिँ अब जस्तो तरिकाले चलाउन चाहनुहुन्छ त्यस्तै तरिकाले तपाईको हातमै रिमोट कन्ट्रोल तपाईको हातमा हुन्छ है जिन्दगीको विषयमा है। र भन्नुपर्दा हामी परदेशीको लाइफ। सो परदेशीको लाइफ कस्तो हुन्छ भन्दाखेरि अब बिहान उठ्यो, ड्युटी गयो, दिनभरि काम गर्यो अनि आइसकेपछि ड्युटी कति बेला सकिन्छ र अनि रुममा गएर आराम गरौँला भन्ने चाहिँ हामी परदेशीको धेरैको मनमा चाहिँ पुरा खेलिरहन्छ है ड्युटी गर्ने क्रममा। र त्यही भएर र हप्ताभरि हामी नर्मली हाम्रो चाहिँ हप्तामा एक दिन छुट्टी हुन्छ। हामी परदेशीको प्रायः जसो त्यस्तै हुन्छ। कोही राम्रो कम्पनी पर्यो भने चाहिँ हप्तामा 2 दिन पनि हुनसक्छ, त्यो आफ्नो लकको कुरा हो है। सियो भन्दै म अर्को कुरा के भन्न चाहन्छु भन्दा हामी परदेशीको लाइफ कस्तो छ भन्दाखेरि एक हिसाबले राम्रो पनि हो, एक हिसाबले एकदमै दुःख पीडादायक पनि हो हैन। त्यही भएर तपाईँ जहाँ हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ आफ्नो केयर गर्नुहोस्। सबैभन्दा ठुलो आफ्नो हेल्थ हो। आफ्नो हेल्थ आफ्नो शरीर भयो भने तपाईले सोचेका सारा सपना पूरा गर्न सक्नुहुन्छ। यदि तपाईको शरीर र आफ्नो स्वास्थ्य सही हुँदैन भने तपाईले सोचेका सपना सबै चकनाचुर भएर जान्छन्। त्यसले गर्दा आफ्नो जिन्दगीदेखि माया गर्नुहोस् हैन। आफ्नो जिन्दगी एकदम इम्पोर्टेन्ट छ। आफ्नो जिन्दगी आफ्नो लाइफ प्लस आफ्नो फ्यामिलीलाई पनि नबिर्सनुहोस् है। आफ्नो अब हामी परदेश घर परिवार छोडेर आफ्नो परिवार फ्यामिली सबै बाबा मम्मी दाजुभाइ दिदी बहिनी सबै इष्टमित्र सबैलाई छोडेर यो बिरानो मुलुकमा आएका छौँ र त्यो बिरानो मुलुकमा आइसकेपछि अलिकति सुरुवातीमा चाहिँ घरको सम्झना आउँछ। बिस्तारै सम्झना आउँछ। आए पनि त्यो सम्झनालाई साथमा लिएर हामी ड्युटी गर्न पनि सकिँदैन र के त्यो सम्झनालाई चाहिँ बिस्तारै थोरै भुल्दै जानुस् र आफ्नो ड्युटीलाई एकदम महत्त्वपूर्ण दिनुस्। र भुल्नु भनेर तपाईले त पुरै परिवारलाई पुरै वर्षौं भुल्ने हैन कि अब कामको विषयमा चाहिँ तनाव लिएर चाहिँ घर परिवारको तनाव लिएर चाहिँ नगर्नुस् है। म यति मेरो रिक्वेस्ट छ। जो जतिजना हुनुहुन्छ मेरो एउटा राजमगरको भनाइलाई चाहिँ तपाईले कस्तो लाग्यो त्यसको प्रतिक्रिया दिन सक्नुहुन्छ कमेन्ट बक्समा। र मैले यो भिडियो टिकटकमा पनि हाल्छु होला, पोस्ट गर्छु होला। तपाईले ध्यान दिएर सुन्नु होला। वास्तविक जीवन हामी परदेशीको यही नै हो। अब बाँकी रह्यो हप्तामा एक दिन छुट्टी हुन्छ, त्यस दिन चाहिँ
घर परिवारलाई चाहिँ समय दिनुपर्ने हुन्छ हैन। अब एक हप्तामा एकचोटि छुट्टी हुन्छ। अब त्यस विषयमा पनि अब त्यही त हो साथी, ल फलन दिन हजुरको छुट्टी है, फलन दिन हजुरको छुट्टी, हामी जानुपर्छ, फलन ठाउँ गएर सपिङ गर्नुपर्छ है, के किन्नु छ यार भन्यो। ल ल हुन्छ जानुपर्छ। हप्ता दिन काम गरिसकेपछि अलिकति हुन्छ भने मान्छेलाई चाहिँ शरीरलाई एकदम फ्रेस गरौँ, मुड फ्रेस गरौँ, एकान्त ठाउँमा गएर बसौँ भन्ने जसलाई पनि रहर हुन्छ होइन। सो त्यो रहर पुरा गर्ने चक्करमा फेरि घर परिवारले चाहिँ हो एक कहाँ भुल्यो के गर्यो, मेरो घरबाट मेरो छोरोले फोन गरेन, मेरो बुढोले फोन गरेन, मेरो दाजुले फोन गरेन भनेर एउटा घरको तर्फबाट सम्झना आउँछ है। त्यसले गर्दा चाहिँ अब होइन गर्नुपर्छ, फ्यामिलीलाई पनि गर्नुपर्छ, फोन सम्पर्कमा रहनु राम्रो कुरा हो। त्यही पनि अब जिन्दगी यस्तै हो साथीहरू। अब कहिलेकाहीँ नचाहँदै कहिलेकाहीँ घर परिवारलाई भुल्नु पर्ने हुन्छ। माया छ यो मनमा, माया धेरै नै हुन्छ, आफ्नो घर परिवारको फ्यामिलीको माया अवश्य नै हुन्छ सबैलाई। र पनि कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि अब व्यस्तता भनौँ न, आफ्नो एक दिन छुट्टी हुन्छ, त्यसमा रुम सफा गर्नु पर्यो, नुहाइ धुवाइ गर्नु पर्यो, कपडा मैला हुन्छ कपडा धुनु पर्यो। त्यही त हो, हाम्रो परदेशमा त कोही पनि हुँदैन त, आफ्नो ख्याल आफै गर्ने, आफ्नो स्याहार सम्हार आफै गर्ने, आफ्नो सरसफाइ आफै गर्ने हो। त्यसले गर्दा त्यही भएर मैले राजमगर चाहिँ वैदेशिक क्रममा अलिकति गाह्रो हुन्छ। त्यही भएर सम्पूर्ण परिवार नेपालमा जतिजना हुनुहुन्छ सबै फ्यामिलीहरूले यो कुरोलाई चाहिँ मेरो परदेशी जहाँ भए पनि जहाँ गए पनि सही सलामत होला भनेर तपाईँले कल्पना गरिदिनुहोस् हैन। परदेशीले तपाईँलाई कहिले पनि भुल्ने छैन। आफ्नो घर परिवार, आफ्नो सन्तान, आफ्नो फ्यामिली, आफ्नो मिसेस, आफ्नो बाबा मम्मी सबैलाई एकदम मिस गरिरहेको हुन्छ। तर कहिलेकाहीँ नचाहँदै ऊ आफ्नो परिवारदेखि केही समयको लागि टाढा भयो भनेर चाहिँ मन चाहिँ नदुखाउनु होला, त्यही भन्न चाहन्छु। हस्त यो राजमगरको भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तपाईँले दिन सक्नुहुन्छ। मैले जस्ट एउटा सानो चाहिँ भिडियो क्लिप बनाएर चाहिँ हजुर समक्ष सेयर गरेको छु। सो मन पराइदिनु होला। मेरो टिकटकमा जति पनि मेरो साथीहरू हुनुहुन्छ सबैलाई मेरो तर्फबाट मिठो माया छ, सबैलाई सम्झना छ हैन। धेरै दिन भयो मेरो भिडियो पनि आएको थिएन, तर मैले सो आफ्नो मनको कुरा चाहिँ हजुरहरू समक्ष पोखेको छु है। पोख्यो भनेर त्यसरी भाँडोबाट पानी पोखे जस्तो होइन कि, मनको हृदयदेखि चाहिँ मैले एउटा चाहिँ परदेशीको कहानीलाई चाहिँ समेटेर बनाएको छु। सो गाह्रो छ परदेशमा भइसकेपछि, दुःख सुख यस्तै हो। कहिलेकाहीँ बिरामी भइन्छ, कहिलेकाहीँ मौसम चेन्जले गर्दा आफ्नो शरीरको हेल्थमा प्रब्लम आउँछ। सो केही छैन, सबैले तपाईँ जहाँ हुनुहुन्छ जतिजना मेरो यो भिडियो हेरिदिनुहुन्छ सबैजनाको लाइफ शुभ रहोस्, सोचेका कामना सोचेका कुरा सबै पुरा हुँदै जाओस्, भगवानले सब हजुरहरूको सोचेका सबै काम पुरा गरिदिउन् भन्ने आशाका साथ आज यो भिडियोलाई चाहिँ एकदम अन्तिम गर्न चाहन्छु। त्यसको लागि हजुरले यति बेर सुनेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई। र आगामी दिनहरूमा पनि राजमगरलाई माया गरिदिनु होला। हस्त।